अप्सन ए अलैँचीलाई, अप्सन बी आलुलाई, अप्सन सी कोरेलालाई, अप्सन डी खुर्सानीलाई। प्रश्न सही जवाब रहेछ अप्सन बी आलुलाई। प्रश्न नम्बर 2 कम्प्युटरलाई नेपालीमा के भनिन्छ? तपाईँहरूको अप्सन्स प्रकारका छन्। अप्सन ए अनगिन्ती, अप्सन बी सुसाङ्ख्य, अप्सन सी सुसाङ, अप्सन डी कुनै पनि होइन। प्रश्न सही जवाब रहेछ अप्सन बी सुसाङ्ख्य। प्रश्न नम्बर 3 कुन ग्रह राति रातो रङको देखिन्छ? अप्सन ए मंगल बुध ग्रह, अप्सन बी मंगल ग्रह, अप्सन सी शनि ग्रह, अप्सन डी शुक्र ग्रह। प्रश्न सही जवाब रहेछ अप्सन बी मंगल ग्रह। प्रश्न नम्बर 4 नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो? अप्सन ए त्रिशुली नदी, अप्सन बी कोशी नदी, अप्सन सी कर्णाली नदी, अप्सन डी राप्ती नदी। प्रश्न सही जवाब रहेछ अप्सन डी राप्ती नदी। प्रश्न नम्बर 5 कुन जीवको 3वटा मुटु हुन्छ? तपाईँहरूको अप्सन्स प्रकार रहेका छन्। अप्सन ए हात्तीको, अप्सन बी कंगारुको, अप्सन सी अक्टोपसको, अप्सन डी सर्पको। प्रश्न सही जवाब रहेछ अप्सन सी अक्टोपसको। प्रश्न नम्बर 6 घाममा सुकाउन फिजाएको अन्नलाई के भनिन्छ? अप्सन ए स्केन, अप्सन बी बिसुन, अप्सन सी बिस्कुन, अप्सन डी अन्न सुकाएको। प्रश्न सही जवाब रहेछ अप्सन सी बिस्कुन। प्रश्न नम्बर 7 सबैभन्दा बढी सुनको उत्पादन कुन देशमा हुन्छ? अप्सन ए भारतमा, अप्सन बी चीनमा, अप्सन सी साउदी अरबमा, अप्सन डी अमेरिकामा। प्रश्न सही जवाब रहेछ अप्सन बी चीनमा। प्रश्न नम्बर 8 कुन देशमा सबैभन्दा बढी खेती गरिन्छ? तपाईँहरूको अप्सन्स प्रकार छन्। अप्सन ए जापानमा, अप्सन बी चीनमा, अप्सन सी भारतमा, अप्सन डी अमेरिकामा। प्रश्न सही जवाब रहेछ अप्सन सी भारतमा। प्रश्न नम्बर 9 पखेटा नभएको चरा कुन हो? अप्सन ए चमेरा, अप्सन बी अस्ट्रिच, अप्सन सी मयूर, अप्सन डी काडे भ्याकुर। प्रश्न सही जवाब रहेछ अप्सन बी अस्ट्रिच। प्रश्न नम्बर 10 इन्टरनेटको पहिलो प्रयोग कुन देशमा भएको थियो? अप्सन ए भारतमा, अप्सन बी क्यानाडामा, अप्सन सी बेलायतमा, अप्सन डी अमेरिकामा। प्रश्न सही जवाब रहेछ अप्सन डी अमेरिकामा। प्रश्न नम्बर 11 मंगलबार मात्र केटी माग्न जाने जाति कुन हो? अप्सन ए चेपाङ, अप्सन बी राई, अप्सन सी झाँगड, अप्सन डी राजवंशी। प्रश्न सही जवाब रहेछ अप्सन ए चेपाङ। प्रश्न नम्बर 12 विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ? तपाईँहरूको अप्सन्स प्रकार छन्। अप्सन ए 7 अप्रिल, अप्सन बी 8 अप्रिल, अप्सन सी 18 अप्रिल, अप्सन डी 22 नोभेम्बर। प्रश्न सही जवाब रहेछ अप्सन ए 7 अप्रिल। प्रश्न नम्बर 13 क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठुलो देश कुन हो? अप्सन ए रुस, अप्सन बी भारत, अप्सन सी चीन, अप्सन डी पाकिस्तान। प्रश्न सही जवाब रहेछ अप्सन ए रुस। प्रश्न नम्बर 14 सबैभन्दा लामो घाँटी भएको जनावर कुन हो? अप्सन ए ऊँट, अप्सन बी जिराफ, अप्सन सी मिर्ग, अप्सन डी भालु।
अप्सन बी जिराफ। प्रश्न नम्बर 15 कुन जनावर पानी पिएपछि मर्छ? अप्सन ए हात्ती, अप्सन बी सुता, अप्सन सी घोडा, अप्सन डी कंगारू मुसा। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन डी कंगारू मुसा। प्रश्न नम्बर 16 कुन प्राणीको आँखा फरक दिशामा घुम्न सक्छ? अप्सन ए उल्लुको, अप्सन बी मयूरको, अप्सन सी सुगाको, अप्सन डी छेपारोको। यस प्रश्नको सही जवाब रहेछ अप्सन डी छेपारोको। प्रश्न नम्बर 17 नेपालको राष्ट्रिय गायनका रचयिता को हुन्? अप्सन ए प्रदीप कुमार राई, जसलाई हामी व्याकुल मेला भनेर पनि चिन्छौँ। अप्सन बी भरत दाहाल, अप्सन सी चूडामणि आचार्य, अप्सन डी सन्तोष सिंह। यस प्रश्नको सही जवाब रहेछ अप्सन ए प्रदीप कुमार राई। प्रश्न नम्बर 18 संसारमा सबैभन्दा बढी पानीको स्रोत भएको देश कुन हो? अप्सन ए भारत, अप्सन बी जापान, अप्सन सी ब्राजिल, अप्सन डी मालदिभ। यस प्रश्नको सही जवाब रहेछ अप्सन सी ब्राजिल। यसै क्रममा अग्लो प्रश्न नम्बर 19 नेपालमा कारागार नभएका जिल्ला कतिवटा छन्? अप्सन ए 3 वटा, अप्सन बी 5 वटा, अप्सन सी 7 वटा, अप्सन डी 2 वटा। यस प्रश्नको सही जवाब रहेछ अप्सन बी 5 वटा। प्रश्न नम्बर 20 पृथ्वीको जुमल्या बहनी ट्विन सिस्टर भनेर कुन ग्रहलाई चिनिन्छ? अप्सन ए शुक्रलाई, अप्सन बी मंगललाई, अप्सन सी बुधलाई, अप्सन डी बृहस्पतिलाई। यस प्रश्नको सही जवाब रहेछ अप्सन ए शुक्रलाई। प्रश्न नम्बर 21 गौतम बुद्धले पहिलो पटक कहाँ उपदेश दिएका थिए? अप्सन ए लुम्बिनीमा, अप्सन बी बोधगयामा, अप्सन सी सारनाथमा, अप्सन डी कुशीनगरमा। यस प्रश्नको सही जवाब रहेछ अप्सन सी सारनाथमा। प्रश्न नम्बर 22 नोबेल शान्ति पुरस्कार कुन शहरमा प्रदान गरिन्छ? अप्सन ए स्टकहोममा, अप्सन बी ओस्लोमा, अप्सन सी पेरिसमा, अप्सन डी जिनेभामा। यस प्रश्नको सही जवाब रहेछ अप्सन बी ओस्लोमा। प्रश्न नम्बर 23 नेपाली साहित्यको युग कवि भनेर कसलाई चिनिन्छ? अप्सन ए लक्ष्मीप्रसाद देवकोटालाई, अप्सन बी सिद्धिचरण श्रेष्ठलाई, अप्सन सी भूपी शेरचनलाई, अप्सन डी गोपाल प्रसाद रिमाललाई। यस प्रश्नको सही जवाब रहेछ अप्सन ए लक्ष्मीप्रसाद देवकोटालाई। प्रश्न नम्बर 24 कुन भिटामिनको कमीले गर्दा रिकेट्स रोग लाग्छ? अप्सन ए भिटामिन ए, अप्सन बी भिटामिन सी, अप्सन सी भिटामिन डी, अप्सन डी भिटामिन के। यस प्रश्नको सही जवाब रहेछ अप्सन सी भिटामिन डी। सूर्योदयको देश भनेर कुन देशलाई चिनिन्छ? अप्सन ए नर्वेलाई, अप्सन बी जापानलाई, अप्सन सी भारतलाई, अप्सन डी नेपाललाई। यस प्रश्नको सही जवाब तपाईहरु कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिदिनु होला। तपाईहरुले तपाईलाई राम्रो लाग्यो भने प्लिज गो लाइक र च्यानल सब्स्क्राइब गरिदिनु होला किनकि समय समय यस्तै यस्तै राम्रो भिडियो आउँदै रहन्छ। त साथीहरु म मिल्छु तपाईहरुसित बोले आजको अग्लो भिडियोमा। धन्यवाद।